संयुक्त राष्ट्रसङ्घको बारेमा चाहिँ विस्तृत रूपमा चाहिँ अध्ययन गरेर चाहिँ बुझ्नेछौँ। अब संयुक्त राष्ट्रसङ्घबाट चाहिँ हाम्रो क्वेसन चाहिँ प्राय आइरहेको हुन्छ। एकदमै इम्पोर्टेन्ट अन्तर्राष्ट्रिय संस्था हो हैन, सबैभन्दा ठुलो संस्था पनि यही हो हैन, अन्तर्राष्ट्रिय संस्था। अब संयुक्त राष्ट्रसङ्घको चाहिँ अवधारणा कहिले आयो, कहिले स्थापना भयो र यो सम्बन्धी विभिन्न जानकारी चाहिँ हामी अध्ययन गर्नेछौँ। संयुक्त राष्ट्रसङ्घको अवधारणा चाहिँ सन् 1942 मा आयो। कहिले आयो? 1942 मा चाहिँ अमेरिकाका राष्ट्रपति को भन्दाखेरि फ्र्याङ्कलिन डी रुजवेल्टले चाहिँ उन चाहिँ 32औं राष्ट्रपति हुन्। अमेरिकाका 32औं राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्टले चाहिँ कसको? संयुक्त राष्ट्रसङ्घको चाहिँ 1942 मा चाहिँ के भयो त उनले अवधारणा ल्याए। यसपछि युएनओको स्थापना पूर्व चाहिँ विभिन्न ठाउँमा चाहिँ कतिवटा 10 वटा सम्मेलन भएको थिए। अब युएनओ स्थापना गर्नको लागि विभिन्न ठाउँमा चाहिँ 10 वटा सम्मेलन भएका थिए। जस्तै यहाँ छ ब्रेटन सम्मेलन छ, जुन ब्रेटन सम्मेलन चाहिँ 1944 मा भएको थियो। कहिले? 1944 मा युएनओ सञ्चालन गर्न आर्थिक रूपमा सबल हुनुपर्छ भनी वर्ल्ड ब्याङ्क र आइएमएफ को अवधारणा ल्याएको। कुन सम्मेलनले भन्दाखेरि ब्रेटन सम्मेलनले। अब क्वेसन कस्तो आउँछ भन्दाखेरि युएनओ सञ्चालन गर्न आर्थिक रूपमा सबल हुनुपर्छ भनी वर्ल्ड ब्याङ्क र आइएमएफ को अवधारणा कुन सम्मेलनबाट आयो भनेर पनि आउन सक्छ। कुन त? ब्रेटन सम्मेलन, जुन चाहिँ 1944 मा आयो। त्यसैगरी छ डम्बर्टन वर्क सम्मेलन। अब डम्बर्टन वर्क सम्मेलन भनेको चाहिँ यो सम्मेलनले चाहिँ के गर्यो त? युएनओ को के गर्दियो? नामकरण गरिदियो। कुन सम्मेलनले? डम्बर्टन वर्क सम्मेलनले। त्यसैगरी बडापत्रको तयार पनि कुन सम्मेलनबाट भयो भन्दाखेरि हाम्रो त्यही डम्बर्टन सम्मेलनबाट भयो। अर्को बडापत्र तयार गर्ने व्यक्ति को हुन् भन्दाखेरि आर्की वाल्ड हुन्। कहाँका हुन्? आर्की वाल्ड हुन्। उन चाहिँ म्याग्लिस्टका हुन्। कहाँका हुन् त? म्याग्लिस्टका हुन्। कसले बडापत्र तयार गर्यो त? आर्की वाल्ड। एकदम इम्पोर्टेन्ट। अब युएनओ को बडापत्रमा चाहिँ हाम्रो कति धारा छन् त? 111 धारा, 19 अध्याय र 10,000 के त शब्द रहेका छन्। 111 धारा, 19 अध्याय र 10,000 चाहिँ के त युएनओ को बडापत्रमा रहेका छन्। के त 111 धारा, 19 अध्याय र 10,000 शब्द। त्यसैगरी छ सन फ्रान्सिस्को सम्मेलन। अब सन फ्रान्सिस्को सम्मेलनले के गर्यो भन्दाखेरि चाहिँ बडापत्रमा हस्ताक्षर गर्यो। कुन सम्मेलनले? सन फ्रान्सिस्को सम्मेलनले चाहिँ के गर्यो? बडापत्रमा चाहिँ हस्ताक्षर गर्यो। अब बडापत्र हस्ताक्षर चाहिँ कहिले भयो? एकदम इम्पोर्टेन्ट हो यो चाहिँ। बडापत्र कहिले हस्ताक्षर भयो कि बडापत्रमा भन्दाखेरि 1945 जुन 26। कहिले? 1945 जुन 26 भनेर चाहिँ सम्झिने। 1945 अक्टोबर 4 मा चाहिँ युएनओ को स्थापना भयो र बडापत्रमा हस्ताक्षर कहिले भयो? 1945 जुन कति? 26 मा चाहिँ बडापत्रमा हस्ताक्षर भयो। अब युएनओ को मा चाहिँ हैन बडापत्रमा हस्ताक्षर गर्ने बेला चाहिँ पोल्यान्ड सहित 51 देश चाहिँ ले चाहिँ हस्ताक्षर गरेका थिए। कति? 51 देशले। को सहित? पोल्यान्ड सहित। तर 50 वटा देश मात्र के त त्यो सम्मेलनमा उपस्थित भएका थिए भने पोल्यान्ड चाहिँ उपस्थित भएको थिएन, तर उले सहमति चाहिँ जनाएको थियो। अब युएनओ को स्थापना सन् 1945 अक्टोबर 24 मा भयो र संस्थापक राष्ट्र कति छन् त युएनओ का? कति छन्? 51 वटा रहेका छन्। हाल सदस्य राष्ट्र 193। कति? 193। समथिङ 200 बाट कति घटाउने भन्दाखेरि हाम्रो 7 घटाइदिँदाखेरि चाहिँ 193 वटा देश चाहिँ युएनओ को के छन् त सदस्य छन्। र अन्तिम देश चाहिँ कुन हो त? दक्षिण सुडान हो। कुन हो? दक्षिण सुडान चाहिँ के हो त
अन्तिमौँ देश हो जुन 193 नम्बरमा छ र 192 देश चाहिँ मोन्टेनेग्रो हो। के त मोन्टेनेग्रो हो होइन, कति 192 देश कुन हो त मोन्टेनेग्रो। यो चाहिँ कति हो त 192 देश हो। अब छ युएनओको 52औं देश को हो त ग्रिस हो। अब 51 देश चाहिँ को हो त पोल्यान्ड हो। 52औं देश को रहेछ त ग्रिस रहेछ। र नेपाल चाहिँ कति 72औं देश हो। नेपाल कति हो त 72औं सदस्य राष्ट्र हो के को युएनओ को। र यसको प्रधान कार्यालय चाहिँ न्युयोर्क अमेरिकामा रहेको छ। कहाँ रहेको छ त न्युयोर्क अमेरिकामा छ, जुन चाहिँ मानहट्टन द्वीप टापुमा चाहिँ 39 तलाको भवनमा चाहिँ भवन रहेको छ यसको युएनओ को हेड क्वार्टर हैन। अब युएनओ का स्थायी राष्ट्र, अब स्थायी राष्ट्र भनेका के हुन् भन्दाखेरि चाहिँ युएनओले चाहिँ भिटो प्रयोग गर्न पाउने राष्ट्र चाहिँ के हुन् त स्थायी राष्ट्र हुन्। अब स्थायी राष्ट्र कतिवटा हुन् त 5 वटा रहेका छन्, जसलाई चाहिँ हामी कसरी सम्झिन सक्छौँ एबीसी चाउ चाउ फ्राई गर हैन। ए बाट चाहिँ अमेरिका भइहाल्यो, बी बाट चाहिँ के भयो बेलायत भइहाल्यो, सी बाट चाहिँ के भयो चीन भयो। एबीसी चाउ चाउ फ्राई गर, चाउ चाउ सम्झिने। अनि एफ बाट के भयो फ्रान्स भयो र आर बाट के भयो रुस। यी देशहरू चाहिँ के हुन् त युएनओका स्थायी राष्ट्र हुन्, जसले चाहिँ के त भिटो प्रयोग गर्न पाउँछन्। यी स्थायी राष्ट्रबाट के त के युएनओ को महासचिव हुन पाउँदैन। के त युएनओ को महासचिव हुन पाउँदैन यी स्थायी राष्ट्रबाट। अब आधिकारिक भाषा, अब युएनओ का आधिकारिक भाषा जम्मा कतिवटा हुन् त 6 वटा रहेका छन्, जुन यसरी सम्झिन सक्छौँ सरफेस के त यसबाट स्पेनिस, युलाई हामी नसम्झिने। अनि आरबाट चाहिँ रुसियन, एफबाट के फ्रेन्च, एबाट के अरबिक र सीबाट के चाइनिज र ईबाट के इङ्ग्लिस। सरफेस भनेर सम्झिने तर युलाई चाहिँ के नसम्झिने। नोट, सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो त अरबिक हो, जुन भाषा 1973 मा महासभाबाट मान्यता प्राप्त गरी सन् 1982 मा चाहिँ सुरक्षा परिषदबाट मान्यता प्राप्त भएको थियो। कहिले 1973 मा महासभाबाट र सुरक्षा परिषदबाट 1982 मा मान्यता प्राप्त भएको थियो। अब सरकारी कामकाजका भाषा मात्र 2 छन्, कुन कुन इङ्ग्लिस र फ्रेन्च। कुन इङ्ग्लिस र फ्रेन्च। अब भिटो, युएनओ को कुनै पनि प्रस्तावमाथि आफ्नो असहमति वा फरक मत जनाउनलाई के भनिन्छ त भिटो भनेर भनिन्छ। भिटो प्रयोग गर्न पाउने 5 राष्ट्रलाई स्थायी राष्ट्र भनिन्छ। र सबैभन्दा पहिलो भिटो प्रयोग गर्ने देश कुन हो त रुस हो। को हो त रुस हो, र जसले 1946 मा चाहिँ भिटो प्रयोग गरेको थियो। सबैभन्दा डबल भिटो प्रयोग गर्ने राष्ट्र पनि को हो त रुस नै हो भने हालसम्म सबैभन्दा बढी पटक भिटो प्रयोग गर्ने देश पनि को हो त रुस नै हो 128 पटक। सबैभन्दा कम भिटो प्रयोग गर्ने देश कुन हो त फ्रान्स हो, जसले चाहिँ कति 18 पटक मात्र भिटो प्रयोग गरेको छ। पर्यवेक्षक राष्ट्र 2 वटा रहेका छन्, हलेसी र प्यालेस्टाइन। झण्डा र लोगो प्रयोग चाहिँ 1947 कहिले अक्टोबर 20 मा भयो। कहिले 1947 अक्टोबर 20 मा, कहिले 1947 अक्टोबर 20 मा चाहिँ झण्डा र लोगोको प्रयोग भयो। एकदम इम्पोर्टेन्ट हो। झण्डामा चाहिँ 2 वटा रङ प्रयोग भएको छ भने जुन सेतो र नीलो हो भने युएनओ को सैनिकलाई के भनिन्छ त ब्लू हेलमेट। के भनिन्छ त ब्लू हेलमेट भनेर युएनओ को सैनिकलाई भनिन्छ। युएनओ को ठुलो पदक चाहिँ नान्सेल हो। के हो त नान्सेन हो युएनओ को ठुलो पदक भने युएनओ को विश्वविद्यालय जापानको टोकियोमा रहेको छ। सन् 1975 देखि पढाइ सुरु भयो र यसको मोटो भनेको चाहिँ युएनओ को इट्स योर वर्ल्ड। के हो त इट्स योर वर्ल्ड। युएनओलाई विश्वको के भनिन्छ त नगर सभा पनि भनेर भनिन्छ। के त विश्वको नगर सभा भनेर पनि भनिन्छ। युएनओ को लोगोमा 7 वटा महादेशको चित्र अंकित गरिएको र जैतुनको हाँगा प्रयोग गरिएको छ। के त युएनओ को लोगोमा 7 वटा महादेशको चित्र के को
7वटा महादेशको चित्र र जैतुनको हाँगो प्रयोग गरिएको छ। एकदम इम्पोर्टेन्ट क्वेसन हो, यसलाई सम्झिरहने। अब जैतुनको हाँगोले के को प्रतीकलाई मान्छ त? शान्तिको प्रतीकलाई मान्छ जैतुनको हाँगो काम। यो एकदम भेरी इम्पोर्टेन्ट हो, याद भयो नि? ओके, जैतुनको हाँगोले चाहिँ शान्तिको प्रतीकलाई जनाउँछ। अब नेपाल र युएनको सम्बन्धको बारेमा हामी के जान्नेछौँ? सन् 1949 चाहिँ सदस्य पाऊँ भनी निवेदन पेश गरेको। कहिले? 1949 चाहिँ नेपालले युएनको सदस्य पाऊँ भनी पेश गरेको। नेवारी भाषाको कुन लिपिमा चाहिँ? रञ्जना लिपिमा चाहिँ पत्र लेखेको। र पत्र लैजाने व्यक्ति को हुन् भन्दाखेरि पदम बहादुर छेत्री हुन्। को हुन् त? पदम बहादुर छेत्री हुन्। र त्यति बेला चाहिँ मोहन शमशेर प्रधानमन्त्री थिए। सन् 1975 डिसेम्बर 14 नेपाल सहित 16 देशले सँगै सदस्यता प्राप्त गरेको र यसै घटनालाई चाहिँ के भनिन्छ त? प्याकेज डेल भनेर भनिन्छ। के भनिन्छ त? प्याकेज डेल भनेर भनिन्छ। ओके, याद भयो नि? कहिले निवेदन पेश गर्यो? 1949। कुन लिपिमा? रञ्जना लिपिमा। पत्र लैजाने व्यक्ति को हुन्? पदम बहादुर छेत्री। त्यति बेला प्रधानमन्त्री को थिए? मोहन शमशेर। र नेपाल सहित कति देशले प्राप्त गर्यो? 16 देशले। कहिले प्राप्त गर्यो? 1975 डिसेम्बर 14 मा। ओके, याद भयो नि? यसरी चाहिँ हामी सम्झिन सक्छौँ। कुल 20 देशले चाहिँ सदस्यता पाऊँ भनी युएनमा चाहिँ के गरेका थिए? निवेदन पेश गरेका थिए। तर उत्तर कोरिया, दक्षिण कोरिया, उत्तरी भियतनाम र दक्षिणी भियतनामलाई सदस्यता नदिएको। किन नदिएको भन्दाखेरि उनीहरूको चाहिँ आफ्नै गृहयुद्ध भइरहेको थियो, त्यसैले चाहिँ उनीहरूलाई के त? सदस्यता युएनले दिएन। सार्कका चाहिँ नेपाल र श्रीलङ्का। अब सार्कका चाहिँ नेपाल र श्रीलङ्काले त्यही दिन सदस्यता प्राप्त गरे। कहिले? 1975 डिसेम्बर 14। र आसियनका चाहिँ को? कम्बोडिया र लाओसले चाहिँ सदस्यता प्राप्त युएनको गरे त्यही दिन नेपालसँगै। सदस्यता प्राप्त गरेको र सदस्यता प्राप्त गर्दा चाहिँ नेपालका प्रधानमन्त्री को थिए त? टङ्क प्रसाद आचार्य। एकदम इम्पोर्टेन्ट हो। युएनको सदस्यता प्राप्त गर्दा नेपालका प्रधानमन्त्री को थिए त? टङ्क प्रसाद आचार्य। ओके, ठिक छ। को थिए त प्रधानमन्त्री? ओके, रमाइलो मिति। हामी यसलाई रमाइलो मिति भनेर सम्झिन सक्छौँ। 1955 भनेर यसरी सम्झिने हामी यहाँ अगाडि। 1955 मा चाहिँ के भयो भन्दाखेरि सदस्यता प्राप्त भयो नेपालको। कहिले? डिसेम्बर 14 मा। र 1956 मा चाहिँ चुटा प्रसाद शर्माले 11औं महासभामा चाहिँ भाग लिएका नेपालबाट। कहिले? 56 मा। र 57 मा चाहिँ सदस्यता प्राप्त गर्दा 57 देशले चाहिँ के गरेको त? नेपाललाई समर्थन गरेको। कति देशले? 57 देशले। भने 58 मा चाहिँ सन् 1958 मा नेपालले शान्ति मिसनमा सैनिक पठाउन सुरु। कहिलेदेखि? 1958 देखि। भने बट प्रहरी पठाउन चाहिँ 1992। ओके, ल एकछिन हामी फेरि रिभिजन गरौँ यसलाई। नेपालले कहिले सदस्यता प्राप्त गर्यो? 1955 डिसेम्बर 14। र 1956 मा के भयो? चुटा प्रसाद शर्माले 11औं महासभामा भाग लिए। र 57 मा के भयो भन्दाखेरि नेपाललाई चाहिँ 57 देशले समर्थन गरे। र 1958 मा के भयो भन्दाखेरि नेपालले शान्ति मिसनमा चाहिँ सैनिक पठाउन सुरु। तर नेपालले चाहिँ प्रहरी पठाउन चाहिँ 1992 देखि के गर्यो? सुरुवात गर्यो। प्याकेज डिल। सन् 1955 डिसेम्बर 14 मा नेपाल सहित 16 देशले युएनको सदस्यता पाएको घटना नै के हो त? प्याकेज डिल हो। जुन सार्कका नेपाल र श्रीलङ्का, के त? सार्कका नेपाल र श्रीलङ्का, आसियनका को? कम्बोडिया र लाओस र अन्य 10 देश। अब यसको फर्मुला भन्छ स्पेनको जोइ पो आएर बुढोसँग हक गरी फिलिलिली खेल्दैछ भने चाहिँ हामी सम्झिन्छौँ। अबाट के? अस्ट्रेलिया, के त? अबाट अस्ट्रेलिया। अर्को अबाट के? अल्बेनिया। र स्पेनबाट स्पेन। जोबाट के? जोर्डन। त्यसपछि ईबाट के? इटाली, हैन। पोबाट के? पोर्चुगल।
आबाट के आयरल्यान्ड होइन, त्यसपछि बुबाट के बुल्गेरिया, रोबाट के रोमानिया होइन, त्यसपछि चाहिँ हबाट के हङ्गेरी, अनि त्यसपछि फीबाट के फिनल्यान्ड, त्यसपछि लीबाट के लिबिया भन्ने चाहिँ हामी यसरी सम्झिन सक्छौँ। युएनओसँग सम्बन्धित नेपाली नाम। अब निर्णय बेलाका प्रधानमन्त्री को थिए? मोहन शमशेर। सदस्यता पाउने बेलाका प्रधानमन्त्री टङ्कप्रसाद आचार्य। पहिलो महासभामा भाग लिने चुरा प्रसाद शर्मा। नेपालको तर्फबाट 1956मा 11 महासभामा भाग लिएको। महासभामा बोल्ने प्रधानमन्त्री को हुन्? बिपी कोइराला। कहिले बोले? 1960 होइन। महासभामा बोल्ने पहिलो राजा को हुन्? राजा महेन्द्र हुन् 1967मा। युएनओको लागि पहिलो स्थायी प्रतिनिधि को हुन् त? ऋषिकेश शाह हुन्। लोकबहादुर थापा चाहिँ हालका स्थायी प्रतिनिधि हुन्। कहिले भयो भन्दाखेरि 2080 3 महिना 18 गतेदेखि हालसम्म चाहिँ उनी युएन नेपालबाट चाहिँ स्थायी प्रतिनिधि छन्। को? लोकबहादुर थापा। अब छ ज्ञानबहादुर आचार्य। नेपालको तर्फबाट सबैभन्दा माथिल्लो युएनओ पदमा रहने व्यक्ति को हुन् त? ज्ञानबहादुर आचार्य हुन्। को हुन् त? ज्ञानबहादुर आचार्य। र भूपरि बेष्टित राष्ट्र अति कम विकसित राष्ट्रका लागि गठन गरेको आयोगका हुन्छ के त? उपमहासचिव भएका। को? ज्ञानबहादुर आचार्य। अपडेट। युएनले हाल 15 देशमा शान्ति मिसनमा सैनिक पठाउँछ। कति? 15 देशमा। युएनओको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने बङ्गलादेश हो भने त्यसपछि नेपाल हो। तर महिला सैनिक बढी पठाउने देश चाहिँ को हो त? नेपाल हो। नेपालले सुरुमा 5 जना पठाएको थियो। कहाँ त? लेबनानमा 5 जना सैनिक पठाएको थियो। संयुक्त राष्ट्रसङ्घका अङ्ग। जम्मा 6 वटा अङ्ग रहेका छन्। कसका? संयुक्त राष्ट्रसङ्घका जम्मा कतिवटा अङ्ग रहेका छन् त? 6 वटा अङ्ग रहेका छन्। महासभा। सदस्य राष्ट्रहरूका सरकार प्रमुख र राष्ट्र प्रमुखले भाग लिने अङ्ग कुन हो त? महासभा हो। युएनओको सबैभन्दा ठुलो अङ्ग कुन हो? महासभा हो। विचार विमर्श गर्ने अङ्ग कुन हो? महासभा हो। युएनओको व्यवस्थापकीय अङ्ग कुन हो? महासभा हो। र प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारबाट सुरु भई डिसेम्बरको मध्यसम्म के त? यो महासभा चल्छ। र प्रत्येक वर्ष 1 जना अध्यक्ष चाहिँ चयन गरिन्छ। के त? प्रत्येक वर्ष 1 जना अध्यक्ष चयन गरिन्छ। एक देशबाट अधिकतम 5 जनाले चाहिँ यसमा के त? भाग लिन पाउँछन्। तर भोटिङ राइट 1 जनालाई मात्र हुन्छ यसमा। के त? भोटिङ राइट 1। हालसम्म 69 वटा महासभा 79 वटा महासभा सम्पन्न भएका र 79 वटा अध्यक्ष पनि चयन भएका। र पहिलो महासभा चाहिँ 1946मा भएको थियो। जुन 10 गते भएको थियो। र पहिलो महासभा बेलायतको वेस्ट मिनिस्टर हलमा चाहिँ भएको थियो। पहिलो अध्यक्ष चाहिँ को हुन् त? पाउल हेनरी हुन्। पाउल हेनरी स्पाक हुन्। 79औं महासभा 2024 सेप्टेम्बर 10 देखि 24 को न्युयोर्क र अमेरिकामा सम्पन्न भयो भने त्यसै गरी हाम्रो अब चाहिँ 25 को पनि भइसक्यो हाम्रो होइन। नेपालको तर्फबाट भाग लिने को हुन् त? खड्गप्रसाद ओली थिए भने 79औं महासभाको अध्यक्ष चाहिँ को हुन् त? फिलिमोन याङ हुन्। उनी चाहिँ कहाँका हुन् त? क्यामरुनका। एकदम इम्पोर्टेन्ट हो। 79औं महासभाका अध्यक्ष को हुन् त? फिलिमोन याङ हुन्। हालसम्म 4 जना महिला अध्यक्ष भएका छन्। पहिलो महिला अध्यक्ष चाहिँ 8औं महासभामा भाग लिइन् चाहिँ उनी चाहिँ कहाँकी थिइन्? हाम्रै छिमेकी राष्ट्रकी थिइन् विजय लक्ष्मी पण्डित। कहाँकी हुन् उनी? भारतकी। कतिौं महासभाकी अध्यक्ष भइन् त? 8औं महासभाकी अध्यक्ष भइन्। मरिया फर्नान्डन 4थो महिला अध्यक्ष हुन्। उनी चाहिँ कति? 73औं महासभाबाट भएकी थिइन् भने महासभामा लामो समय बोल्ने व्यक्ति चाहिँ फिडेल कास्ट्रो हुन्। उनी चाहिँ कहाँका हुन् त? क्युबाका हुन्।
उनले चाहिँ 4 घण्टा 19 मिनट बोलेका थिए भने सबैभन्दा कम बोल्ने व्यक्ति को हुन् त दावा छिरिङ हुन्। उन चाहिँ कहाँका हुन् त भुटानका हुन्। उन चाहिँ जम्मा 30 सेकेन्ड मात्र बोलेका थिए। अब चाहिँ हाम्रो दोस्रो अङ्ग छ सुरक्षा परिषद। यो एकदमै भेरी इम्पोर्टेन्ट क्वेसन हो। सुरक्षा परिषद अङ्ग भन्ने युएनको कार्यकारी अङ्ग। कार्यकारी अङ्ग भनेर कुन अङ्गलाई चिनिन्छ त युएनको? सुरक्षा परिषद। सबैभन्दा महत्त्वपूर्ण अङ्ग पनि कुन हो त? सुरक्षा परिषद हो। सबैभन्दा खर्चिलो अङ्ग कुन हो त? सुरक्षा परिषद हो। 15 देश सदस्य हुन्छन् जसमा चाहिँ 5 स्थायी र 10 अस्थायी राष्ट्रहरूको हुन्छन्। अस्थायी राष्ट्रको कार्यकाल 2 वर्षको हुन्छ। कति? 2 वर्षको। अब यो चाहिँ 10 जना कहाँबाट आउँछन् भन्दाखेरि एफ्रो एसियाबाट चाहिँ 5 जना आउँछन्। ल्याटिन अमेरिकाबाट चाहिँ कतिजना आउनेछन्? 2 जना आउनेछन् भने पश्चिम युरोपबाट पनि 2 जना आउनेछन् र पूर्वी युरोपबाट पनि 1 जना वा 1 देश चाहिँ यसमा आउने रहेछ सदस्य, हैन? अब गणपूर्ण संख्या 5 स्थायी राष्ट्र सहित 9 राष्ट्र हो, हैन? गणपूर्ण हुनको लागि हाल सुरक्षा परिषदका सदस्य राष्ट्र, हैन? 2023 जनवरी 1 मा चाहिँ मोजामा सोही भन्ने मोजाम्बिक्यु, जापान, माल्टा र स्विजरल्यान्ड। 2024 मा चाहिँ 80 को गुसो भनेर सम्झिने। अबाट चाहिँ अल्जेरिया भइहाल्यो, सीबाट चाहिँ सिरालियोन भइहाल्यो र कोबाट चाहिँ कोरिया भइगयो र गुबाट चाहिँ गुयाना भइगयो र सोबाट सोभानिया भइहाल्यो, हैन? 2025 का सदस्य राष्ट्रहरू पापाले डिग्री सो गर्छु। पाबाट चाहिँ पाकिस्तान भइहाल्यो, पानामा भइहाल्यो अर्को पाबाट, र डीबाट चाहिँ डेनमार्क भइहाल्यो, ग्रीबाट चाहिँ ग्रिस भइहाल्यो र सोबाट चाहिँ सोमालिया भयो। यसरी चाहिँ हामी अध्ययन गर्न सक्छौँ। हालसम्म नेपाल सुरक्षा परिषदको 2 चोटि सदस्य हो। कतिचोटि? 2 चोटि। एउटा 1969 देखि 1970 सम्म र 1988 देखि 1989 सम्म चाहिँ अर्को चोटि भएको। सबैभन्दा बढी चाहिँ जापान भएको छ, जुन 12 चोटि भने 12 चोटि के त यसको सदस्य भएको छ। नोट 50 वटा देश अहिलेसम्म पनि के त यसको सदस्य भएको छैनन् सुरक्षा परिषदको। कसको? सुरक्षा परिषदको। आर्थिक तथा सामाजिक परिषद मानव अधिकारको क्षेत्रमा काम गर्ने अङ्ग कुन हो त? आर्थिक तथा सामाजिक परिषद हो। विशिष्टकृत संस्थासँग समन्वय र सहकार्य गर्ने अङ्ग पनि को हो त? आर्थिक तथा सामाजिक परिषद हो। 54 देश सदस्य हुन्छन्। कतिवटा देश सदस्य हुन्छन्? 54 देश। अफ्रिकाबाट कति? यो चाहिँ 14 हो। अफ्रिकाबाट कति? 14। पश्चिम युरोपबाट कति? 13। एसियाबाट कति? 11। ल्याटिन अमेरिकाबाट कति? 10 र पूर्वी युरोपबाट कति? 6। यसरी चाहिँ 54 देश चाहिँ के हुन्छ त यसमा सदस्य हुन्छन्। यिनीहरूको कार्यकाल कतिको हुन्छ? 3 वर्षको हुन्छ भने प्रत्येक वर्ष 1/3 सदस्य हट्ने र थपिने व्यवस्था चाहिँ यसमा हुन्छ। नेपाल हालसम्म 4 पटक चाहिँ के त सदस्य भएको छ। एउटा 1980 देखि 1982 सम्म भयो, अर्को चाहिँ 2001 देखि 2003 सम्म, र अर्को चाहिँ 2013 देखि 2015 सम्म, र अर्को चाहिँ हाल 2024 देखि 2026 सम्म चाहिँ नेपाल चाहिँ यसको आर्थिक तथा सामाजिक परिषदको के त सदस्य भएको छ। जिम्मा जवानी परिषद अरूको अधीनमा रहेका राष्ट्रलाई स्वतन्त्र गराउने अङ्ग त के हो त? जिम्मा जवानी परिषद हो भने 7 प्रशासनिक र 7 अप्रशासनिक गरी 14 देश यसमा चाहिँ के हुन्छ त सदस्य हुन्छन् र 11 देशलाई स्वतन्त्र गर्ने जिम्मेवारी दिएको यो जिम्मा जवानी परिषदलाई। र पहिलो स्वतन्त्र गरेको देश चाहिँ घाना हो 1957 मा, र अन्तिम चाहिँ पलाउ हो, र हाल यो चाहिँ निष्क्रिय छ। यसले चाहिँ आफ्नो काम पुरा गरिसक्यो, त्यसले के छ त निष्क्रिय रहेको छ। र सबैभन्दा सफल अङ्ग भनेर पनि यसलाई जिम्मा जवानी परिषदलाई चिनिन्छ भने कम खर्चिलो अङ्ग भनेर पनि यसलाई नै चिन्छ। अब
के खर्च हुन्थ्यो? सबै स्वतन्त्र देश गराइसक्यो अनि अब खर्चै हुन्न, के कामै छैन यसको, अनि खर्च भने के हुने त? नहुने भयो। अर्को छ अन्तर्राष्ट्रिय न्यायालय। के त? अन्तर्राष्ट्रिय न्यायालय। युएनको न्यायिक निरूपण गर्ने अङ्ग के हो त? अन्तर्राष्ट्रिय न्यायालय हो। सन् 1921 मा पार्लियामेन्ट कोर्ट अफ द इन्टरनेसनल जस्टिसको रूपमा स्थापना भएको थियो अन्तर्राष्ट्रिय न्यायालय। युएनओ भन्दा जेठो अङ्ग भनेर कुन अङ्गलाई चिनिन्छ त? अन्तर्राष्ट्रिय न्यायालय। कुन? अन्तर्राष्ट्रिय न्यायालय। र 15 जना यसमा चाहिँ के हुन्छन्? न्यायाधीश हुन्छन् भने ती न्यायाधीशहरूको चाहिँ 9 वर्ष कार्यकाल हुन्छ। र अमेरिका भन्दा बाहिर कार्यालय रहेको पनि त के हो त? अन्तर्राष्ट्रिय न्यायालय हो। एकदम इम्पोर्टेन्ट क्वेसन हो। युएनको कुन अङ्गको चाहिँ अमेरिका भन्दा बाहिर कार्यालय रहेको छ भनेपछि यही हो, अन्तर्राष्ट्रिय न्यायालय। कहाँ रहेको छ? नेदरल्यान्डमा रहेको छ। र महासचिवले समेत भाग लिन नपाउने अङ्ग पनि कुन हो त? हाम्रो अन्तर्राष्ट्रिय न्यायालय हो।